सम्पूर्ण दर्शक महानुभावहरूलाई कोअपरेटिभ न्युज इन्फर्मेसन म्यानेजमेन्ट च्यानलमा स्वागत गर्न चाहन्छु साथी। म हरि राहुल। म आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईँले टपिकबाट पनि थाहा पाइसक्नुभयो होला। यो स्वरोजगार लघु वित्तले चाहिँ यो एफपिओ चाहिँ निष्कासन गर्दैछ कम्पनीले। अब योभन्दा उसले चाहिँ यो एफपिओ को मिति चाहिँ तय गरेको छ होइन, मिति तय गरेको छ। कम्पनीले चाहिँ कस्तो छ भन्दाखेरि अब अङ्कित मूल्य 100मा नै एक किताको लागि 100मा नै भर्न मिल्ने खालको चाहिँ अब कहिले भर्न पाउनुहुन्छ भन्दाखेरि यसमा चाहिँ कम्पनीले के भनेको छ भन्दाखेरि कम्पनीले 2081 11 महिना 18 गतेबाट चाहिँ 2081 11 महिना 21 गतेसम्म चाहिँ भर्न पाइने भनेर चाहिँ यो जानकारी गराएको छ। यसमा कस्तो छ भन्दाखेरि अब यो चाहिँ यो एफपिओ भनेपछि अलरेडी नै तपाईको लिस्टेड भएको हो होइन। अब आइपिओ चाहिँ अब तपाईको चाहिँ आइपिओ भनेको चाहिँ फेरि सेकेन्डरीमा गएर पुनः कारोबार गर्नुपर्ने हुन्छ। नेक्स्टमा लिस्टेड भइसकेपछि पुनः कारोबार गर्नुपर्ने हुन्छ आइपिओ को केसमा। भने यो एफपिओ भने अलरेडी नै लिस्टेड छ। यसको मार्केट भ्यालु अहिले पनि हेर्नुहुन्छ भने तपाईले चाहिँ यसको मार्केट भ्यालु एक किताको चाहिँ 1027 रुपियाँ रहेको छ होइन, 1027 रुपियाँ रहेको छ। अझ मार्केट बढिरहेको अवस्था छ। त्यसकारण के छ भन्दाखेरि यसमा तपाईले चाहिँ छुट्याउनै नहुने छ। यो एकदम यो यसमा चाहिँ तपाईलाई सिधा सिधा मोटामोटी 8-10 हजार फाइदा नै हुन्छ। अब यहाँ तपाईले मार्केट बढ्यो भने 10,000 भन्दा बढी पनि फाइदा हुन सक्छ। नाइ पनि मोटामोटी तपाईको 1000 यसमा लगानी भनेको 1005 रुपियाँ हुन्छ। तर चाहिँ तपाईलाई चाहिँ यसमा के हुन्छ भन्दाखेरि लिस्टेड भइसकेको छ। अहिले चाहिँ अब तपाईँ मार्केट बढिरहेको अवस्था पनि छ। मार्केट बढ्यो भने अझै 10 भन्दा बढी पनि हुन सक्छ तपाईहरुलाई। नाइ पनि एक किताको अलरेडी नै एक किताको चाहिँ 1027 भनेको कति भयो, लगभग 10,000 त पुग्यो। त्यसकारण यो लिस्टेड भइसकेको छ। स्वरोजगार लघु वित्तको पहिले नै लिस्टेड भइसक्यो हुनाले उसले चाहिँ 30% चाहिँ भन्दाखेरि कम्पनीले मैले अघि नै पनि भने 1,95,773 किता चाहिँ सबैले भर्न मिल्छ। 1 लाख मैले अलि पूर्ण फेरि भने तपाईहरुलाई 1,73,773 किता चाहिँ भर्न किता चाहिँ उसले चाहिँ निष्कासन गर्ने भयो, भर्नको लागि निष्कासन गर्ने भयो। अब यसमा चाहिँ सम्पूर्ण काम चाहिँ एनएमबी क्यापिटलले गर्ने। यसको सम्पूर्ण यो स्वरोजगार लघु वित्तको चाहिँ सम्पूर्ण यो यसको चाहिँ एफपिओ निष्कासन गर्ने सम्पूर्ण काम चाहिँ मैले एनएमबी क्यापिटलले गर्ने छ। अब यसमा विशेष ख्याल गर्नुपर्ने कुरा के छ भन्दाखेरि यसमा चाहिँ विशेष तपाईहरुले ख्याल गर्नुपर्ने कुरा कहाँनिर छ भन्दाखेरि यसमा विशेष ख्याल गर्नुपर्ने कुरा के भन्दाखेरि यो चाहिँ तपाईको ओभर सब्स्क्राइब भइहाल्छ। किन भन्दाखेरि अब यहाँ चाहिँ के भने कम्पनीले 2081 11 महिना 18 गतेबाट 2081 11 महिना 21 गतेसम्म भनेको छ। यदि त्यो टाइममा चाहिँ त्यो बीचमा पनि सब्स्क्राइब भयो, निष्कासन त्यो आवेदन परेन भने चैतको 3 गते पनि बढीको डेटमा बढीमा त्यो भनेको छ। तर पनि के हुन्छ भन्दाखेरि 1,95,773 किता अलरेडी नै तपाईको चाहिँ लगानी हुने बित्तिकै यदि पर्ने बित्तिकै तपाईलाई 8-10 हजार फाइदै छ। पहिले नै अलरेडी नै फाइदा भइसक्यो। डाटाले त्यही भन्छ होइन, अलरेडी लिस्टेड छ। 1,027 रुपियाँ चाहिँ त्यसको ओपनिङ प्राइस कम रेटको चाहिँ तपाईको चाहिँ अहिले पनि हेर्नुहुन्छ भने मार्केट रेट चाहिँ मार्केट बढीमा चाहिँ तपाईको चाहिँ अब तपाईको 1250 सम्म पनि पुगेको देखिन्छ। अनि तपाईको चाहिँ 966 लो रेटहरु अहिले चाहिँ तपाईको मार्केट रेट पनि 1027 एउटाको छ भनेपछि तपाईलाई मोटामोटी 10,000 त फाइदै छ। अब यसमा के छ भन्दाखेरि तपाईले यो एउटा किता पनि 1,95,773 किता भएको हुनाले तपाईले यसमा चाहिँ के गर्न पर्छ भन्दाखेरि तपाईले 81 1 महिना 18 गतेबाट 81 1 महिना 21 भित्रै भर्न पर्यो तपाईले। यदि 22 मा जानु भयो भने यो ओभर सब्स्क्राइब भइहाल्छ र तपाईले भर्न पाउनुहुन्न। किन भन्दाखेरि अब यो पनि गोला प्रथा तर बाडफाड नै हुन्छ। यो अगाडि मैले पनि कुरा गरेको थिएँ नि तपाईलाई। अहिले पनि अस्ति मैले माइको नेपाल माइको लाइफ इन्स्योरेन्सको भिडियो बनाउँदा पनि त्यो 11 समथिङ ओभर सब्स्क्राइबर भए जस्तो यो त अझै बढी नै सब्स्क्राइब हुन्छ। किन भन्दा सिधा फाइदा नै छ। पर्यो भने त तपाईको 8-10 हजार सोझा नै फाइदा भइसक्यो। त्यसकारण लिस्टेड भइसकेको यो चाहिँ अब आइपिओ जस्तो सेकेन्डरीमा गएर चाहिँ अब तपाईको 3 गुना जाने यसो जाने अनि ओपनिङ प्राइस चाहिँ त्यसको 3 गुना जाने हुँदैन। यो अलरेडी लिस्टेड भइसकेपछि तपाईले पर्यो भने तुरुन्त पनि बेच्न मिल्छ। यसको चाहिँ त्यसरी चाहिँ कुरिरहन पनि पर्दैन। यो अलरेडी छ, अलरेडी नै फाइदा छ। यदि परिहाल्यो भने तपाईलाई चाहिँ अलरेडी फाइदा भएको हुन्छ। त्यसकारण तपाईले चाहिँ यसमा मैले फेरि पूर्ण भन्छु
2081 11 महिना 18 गते सुरु हुन्छ भनेको मार्चको 2 गतेबाट मार्चको 5 गते भनेको 2081 11 महिना 21 सम्म मार्चको 5 हुन्छ अनि यदि चाहिँ भएन भने यो तपाईको चाहिँ मार्चको 16 सम्म पनि भनेको छ तर तपाईले 2000 मार्चको 2 बाट मार्चको 5 भित्र भर्नु होला 2081 11 महिना 18 गतेबाट सुरु हुन्छ भने यसले चाहिँ 11 21 सम्म मात्र बीचमा भरेर तपाईले चाहिँ त्यो बीचमा भर्नु होला भन्न चाहन्छु फेरि तपाईले मैले अहिले भनिसके 45 लाख चाहिँ डिमेट होल्डर हुनको नाम यो लघु वित्तको शेयर चाहिँ त्यसै पनि हारालुस हुन्छ त्यसकारण सिधा पनि फाइदा भएको हुनाले तपाईले 81 11 महिना 18 गतेबाट 11 21 भित्रै भरेर चाहिँ भर्नु होला भर्दा चाहिँ अब त्यो बैंक खाता चाहिँ ख्याल गर्नु होला हैन 1005-10 रुपैयाँ राख्नु होला तपाईले चाहिँ अब 1000 राख्नुभयो भने खातामा पैसा छैन नि तपाईको रिजेक्ट पनि हुन्छ रिजेक्सन पनि हुन्छ त्यसकारण 1000 भए पुग्ने भन्दा पनि 1005-10 रुपैयाँ राख्नुपर्छ तपाईले 10-20 रुपैयाँ राखे पनि हुन्छ त्यसरी चाहिँ गर्नु होला फेरि तपाईलाई चाहिँ यसले चाहिँ त्यो रिजेक्ट भयो भने समस्या पनि हुन्छ पर्न सक्ने हुन्छ गोलापत्थर जस्तो हुन्छ त्यही पनि परेको भए त रिजेक्सन हुन्छ त्यो 2-4 रुपैयाँ 5-10 रुपैयाँले गर्दा त्यही भएर त्यो विशेषलाई ख्याल गरेर 1000 न 1005-10 रुपैयाँ राख्नु होला भन्न चाहन्छु र यसलाई चाहिँ विशेष अहिले मैले फेरि पुनः भन्छु तपाईहरुलाई फागुनको 11 बाट 18 बाट 21 गते भित्रै भर्नु होला हैन अनि मार्चको 2 बाट 5 मार्चको 5 भित्र छ किता भनेको 1,95,773 किता यसको सम्पूर्ण काम चाहिँ तपाईको एनएमबी क्यापिटलले गर्ने भएको छ यसको मार्केट प्राइस पनि 1000 को चाहिँ तपाईको चाहिँ लगभग हाईएस्ट प्राइस चाहिँ 1250 छ एक किताको अलरेडी नै अहिले नै लिस्टेड भइसकेको हो अब यो त कम्पनी त्यसकारण तपाईलाई सिधा फाइदा भएको हुनाले तपाईले चाहिँ भर्दा बी केयरफुल अनि भरेर एकदम रेगुलर यही बीचमा मैले अलि धेरै चोटी घाँटी सुकाएर भने त्यो बीचमा चाहिँ तपाईले भर्नुला भन्न चाहन्छु र आगामी दिनमा पनि यस्तै इन्फर्मेटिभ भिडियो बनाउने छु भन्दै मैले अघि नै पनि भनिसके हैन घाँटी सुकाएर तपाईले फागुनको 11 गते फागुनको 18 बाट 21 भित्र भर्नुला 1,95,773 छ यो चाहिँ एनएमबी क्यापिटलले गर्छ यो बीचमा चाहिँ भर्नुला भन्न चाहन्छु फेरि उता चाहिँ नभर्नु ओभरसब्सक्राइब हुन्छ डिमेट होल्डर पनि 45 लाख पुगिसकेको अवस्था छ त्यसरी चाहिँ तपाईले भर्नु टाइममा 1005-10 रुपैयाँ राखेर त्यसरी चाहिँ भर्नुला भन्न चाहन्छु र आज यो 16,000 लघु वित्त वित्तीय सम्बन्धी तपाईलाई जानकारी लाग्यो आगे दिँदै यस्तो इन्फर्मेटिभ भिडियो बनाउने छु र आजको लागि यो भिडियोबाट बिदा हुन्छु नमस्ते।